नमस्कार साथीहरू, म चन्द्र खड्का। अहिलेको यो नयाँ सरकार सुशीला कार्कीज्यूको नेतृत्वमा नयाँ सरकारले चाहिँ हतियार अनुसन्धान आयोगको प्रमुखमा चाहिँ प्रेम सञ्जल जस्ता राष्ट्र सेवक कर्मचारीको नियुक्ति गर्नुपर्छ। अनि मात्रै उहाँको सरकारले नेपाली जनताले चाहे जतिको काम गर्न सक्छ, नत्र त्यस्तै पहिलाका जस्तै भ्रष्टाचारी ल्याएर त काम छैन। प्रेम सञ्जल जस्ता राष्ट्र सेवक कर्मचारी यस्ता प्रमुख भएर चाहिँ हतियार अनुसन्धान आयोगमा चाहिँ आयो भने नि अहिलेका यी पुराना पार्टीका प्रमुख नेताहरूको पनि छानबिन गरेर यिनले जेल कानुन पद्धति अनुसार चाहिँ विधि अनुसार चाहिँ जेल प्रवेश गराउने छन् क्या। आँट भएको छाती भएको कर्मचारी चाहिँ यस्ता ठाउँमा अहिलेको यो सरकारले नियुक्ति गर्नुपर्छ। अनि मात्रै यी जेएनजी आन्दोलनकारी भाइ बहिनीको आन्दोलनले सार्थकता पाउँछ, नत्र कुनै पनि हालतमा पाउनेवाला छैन, हैन। बेला यही हो। 6 महिनापछि त फेरि निर्वाचन हुन्छ, फेरि त्यही दलकै आधारमा निर्वाचित हुन्छ। माओवादीले 10 सिट जितेर ल्याउँला, काङ्ग्रेसले 20 ल्याउँला, अर्को एमाले 10 ल्याउँला, हैन। यता राप्रपाले 50-60 सिट ल्याउँला, अर्को राप्रपाले 2-3 सिट ल्याउँला। पछि सरकार बन्दा त त्यही गठबन्धन नगरी उपाय छैन। यो संसदीय प्रणालीमा अब बहुमत आउने मौका कुनैको पनि छैन, बहुमत कुनै पनि हालतमा आउँदैन। 6 महिना पछाडि चुनाव भइसकेपछि फेरि सरकार बनाउनलाई अङ्कगणित नै आवश्यकता छ, हैन। त्यो हिसाबले गर्दाखेरि पछि प्रधानमन्त्री हुने पुराना पार्टीका मान्छेहरू हुन्। किनभने अब अहिले यो जे आन्दोलन भए पनि देशको संविधान त खारिज भएको छैन। अब त्यही हाम्रै देशको संविधानको आधारमा नै फेरि निर्वाचन घोषणा भएको छ, हुने होला त खासमा त्यही होला। अब संशोधन गर्ने ठाउँ पनि छैन। त्यतिखेर पहिला कि त अब देशको संविधानहरू पुनर्लेखन गरेर खारिज गरेर अब अन्तरिम सरकार निर्माण गरेको थियो भने हुन्थ्यो। अब त्यतिखेर बुद्धि पुर्याउनले पुर्याएनन्, हुने यही हो। अहिले यो 6 महिनाको टाइमै छ, 6 महिनाको टाइम छ। 6 महिनाको जति टाइममा चाहिँ यी पुराना भ्रष्टाचारीहरूलाई जतिले जेल हाल्न सके त्यस पछाडि सक्ने होला छैन नै साथीहरू।